हेलो गाइस, गुड मर्निङ अनि सेवा र सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो न्यू भिडियोमा। अनि आज चाहिँ हामीहरू खेर बोक्नु आएको बिहान बिहानै। अनि त्यहाँबाट चाहिँ मैले के भन्छु भनेर सोचेको थिएँ भन्दाखेरि चाहिँ मैले चाहिँ भनेको थिएँ होइन अर्को भिडियोमा पहिला नै अब चाहिँ फेसबुकमा ब्लगहरू हाल्दिनँ अनि युट्युबमा हाल्छु भनेर सोचेको थिएँ होइन। तर युट्युबमा हाल्नुको लागि मेरो बहुत साह्रो पऱ्यो हो, पसेको छैन। अझै पनि मलाई अस्ति हालेको भिडियो पसेको छैन होइन। अब युट्युबमा त अलिक लामो हाल्छु ब्लगहरू भनेर लामो गरेको थिएँ, पसेको छैन। अनि फेसबुकमै हाल्छु अब चाहिँ म। अनि फेरि फेसबुकमा पनि मेरो रिचहरू पुरा कम भइसक्यो क्या। अनि अब रिल्सहरू पनि त्यति बनाएर हाल्नु टाइम हुँदैन होइन। अनि ब्लगहरू त अब सानो गरेर हाल्दा पनि भइहाल्छ होइन। अनि त्यही भएर चाहिँ अब चाहिँ म सोचेको छु फेसबुकमै ब्लगहरू हाल्छु, रिल्स पनि ब्लगहरू पनि फेसबुकमै हाल्छु भनेर चाहिँ सोचेँ होइन। अब चाहिँ म फेसबुकमै हालिदिन्छु गाइस, किनकि मलाई भिडियो बनाउनु यति टाइम हुँदैन नि त। अब भिडियो बनाउँदा त होइन गानाहरू चुन्नु पऱ्यो अब त्यही अब भिडियो बनाउँदा होइन। अनि ब्लगहरू त अब जहीँ जाँदा पनि यसो बनाएर हाल्दाखेरि भइगयो नि त। अनि त्यही भएर चाहिँ अब मैले सोचेको छु फेसबुकमै हालिदिन्छु अनि युट्युबमा पनि जति सकेको हाल्छु भनेर चाहिँ सोचेको र हालेको थियो, अहिलेसम्म पसेको छैन। त्यही भएर चाहिँ मलाई बहुत दुःख लागिरहेछ होइन। अनि अब चाहिँ केही छैन, फेसबुकमा हाल्छु। यति रिच कम्ती भइसक्यो नि मेरो यो जनवरी महिनाको यति कम्ती भइसक्यो साँच्चै भनेको। यस्तो भने त अनि अगाडि कसरी भन्नु गाइस। रिल्स चाहिँ मात्रै हालेर पनि हुँदैन रहेछ होइन, ब्लगहरू पनि हाल्नु पर्दो रहेछ फेसबुकमा। त्यही भएर चाहिँ अब म सानो मिनी ब्लगहरू हुन्छ अब अलिकति लामो भयो भने हुन्छ होइन, त्यस्तोहरू हाल्छु। सधैँ हालेको जस्तो नि हाल्छु अब रिल्स पनि अनि ब्लगहरू पनि हाल्छु भनेर सोचेको छु। अनि यो भिडियो चाहिँ अब म फेसबुकमै हालिदिन्छु। आजदेखि चाहिँ सुरुवात छ फेसबुकमा पनि ब्लग आउँछ गाइस। कतिजनाले त अब सोचिराख्नु भएको छ होला होइन, ब्लगै आउँदैन के भयो भनेर सोच्नु हुँदा होला। अनि कतिजनाले त मेसेज पनि गर्नुभएको छ होइन मेसेन्जरमा आएर, ब्लगै आउनु छोड्यो त भनेर। उनीहरूले चाहिँ मेरो भिडियो अस्ति बनाएको भिडियो चाहिँ हेर्नुभएको होइन छ नि त, हामीले फेसबुकमा हाल्दिनँ युट्युबमा हाल्छु भनेर चाहिँ भनेको थिएँ होइन। अनि तिनीहरू चाहिँ त्यो भिडियो चाहिँ हेर्नुभएको रहेनछ, त्यही भएर मेसेज गर्नुभएको छ। अनि अब चाहिँ म चाहिँ हालिदिन्छु फेसबुकमा, अनि हेर्नु होला फेसबुकमा पनि राम्ररी हेरिदिनु होला। अनि युट्युबमा पनि गएर हेरिदिनु होला मेरो भिडियोहरू। अनि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइबै गरिदिनु होला। सन्ध्या लिम्बू छ, कति भन्नु अरे सन्ध्या लिम्बू छ भनेर होइन। अनि क्यामराम्यान चाहिँ हो मेरो दिदीको छोरा हो, अनि चाहिँ आउँदैछ भाउजू। अनि म चाहिँ जाँदैछु यहाँ अगाडि। अनि त्यो यति दूर छ नि हेर्नु, उताको जङ्गलमा पुऱ्याउनुपर्छ, त्यहाँ पुऱ्याउनुपर्छ हामीले यो खेर बोकेर गाइस। यति साह्रो छ नि, म त कसम भनेको यस्तरी त आजै बोकेको होला मैले, फर्स्ट टाइम बोकेको होला होइन बोकेको मैले। साँच्चै भनेको हाम्रो गाउँमा सबसे छोरीभरिमा चाहिँ केटीभरिमा चाहिँ बिक्कामे मै छु क्या, काम नगर्ने। अब अरूको त दिदी बहिनीहरूले मिलेर गर्छ होइन। मेरो चाहिँ भाउजू आमाहरू सबै भएर होला नि त, म चाहिँ यति गर्दिनँ क्या काम। तर म जान्नु त म सब काम जान्दैछु क्या। मान्छेहरूले सोच्नु हुँदा होला कामै गर्दैन